Let's go. काका हजुर राजाले मेरो आन्दोलनमा आउनुहोस् केही कुराहरू बोल्दिनुहोस् भन्नुहुन्थ्यो त ए बाबा बोल्दिनुहोस् न बोल्दिनुहोस् भन्थे बोल्दिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद छ एकदमै खुसी हुनुहुन्छ होला त है तपाईँ त म त खुसी हुने भइहाल्यो नि तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि तर हाम्रो कुरो चाहिँ हाम्रो बा केपीलाई चाहिँ मन परेन जस्तो छ नि उहाँलाई चित्त दुखे जस्तो छ नि त अनि राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो हामीलाई साथ दिन तर केमा साथ माग्नु भएको तपाईँ बुझिएन अनि बुझेर नबुझे जस्तो नगर्नु नि त अनि उता राजा फर्काउने भनेर उफ्रिराख्ने मान्छेहरू अनि कता फर्काउने लेफ्ट राइट अघि पछि कता यस्तो गर्नु न अनि पछाडि राजा फर्किन्छ अनि बल्ल थाहा पाउनुहुन्छ हजुरले फर्किने भने काठमाडौँ त होला नि कहाँ फर्किने सिंहासनमा त सम्भव छैन हेर्नु नि त अनि उहाँ चाहिँ गोकुलजीले के भन्ने हुन्छ हेर्नु त उता हेर्नु त उता गोकुल बासको राजा त झाटका कुरा के गर्नु झाट भनेको के हो थाहा छ भुत्ला हो भुत्लाको कुरा पनि गर्दै हो राजतन्त्र फर्काउने गणतन्त्र मास्ने खिचडी एक पाक्दैन खिचडी होइन जनताले चाहे भने यहाँ भतेर लाग्छ त्यो पार्टी गर्ने बेला चाहिँ अरू पार्टीहरूलाई पनि बोलाउनु होला किनकि त्यहाँ भएका नेपालमा भएका सम्पूर्ण झोलेहरू पनि त्यहाँ आउँछन् क्या 25 लाख नागरिकहरूको आज उपस्थिति 25 लाख रुपये कुछ ज्यादा नहीं हो गया 16 लाख दर्शक को दिखाओ खचम खच भरे हुए हैं कैमरामैन जल्दी फोकस करो ओए बहन सामने अब कैमरामैन के सामने रहो तुम लोग यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि के हो राजा आउला नआउला त आफ्नो ठाउँको कुरा हो तर अस्तिको जुलुसमा चाहिँ खत्रै रमाइलो भएछ त अनि होइन मलाई त रमाइलै मात्र लाग्यो त्यो दिन अनि म चाहिँ नाचेको नाचै हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको हेरे यस्तो भन्न पाइन आमा अब त्यो सन्तानै नभएको मान्छेले किन हेपेको तपाईँको विचार के छ अनि एक दुई शब्द अनि भन्दैन नि त तपाईँको पनि के छ यसो मिलाएर भस्काइदिनु नि त यता के त्यो निसन्तान त ओलीलाई किन चाहियो यत्रो देशैभित्र खानु पर्यो गणतन्त्र धोका हो केपी ओली बोका हो केपी वजीर अश्लील असभ्य गाली गलौज त्यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे राजाले आरामी खासिने केही होइन बाडीहरूको बिचमा गएर राजा नै ल्याएर आए पनि केही ख्यासिन्न रे त अनि यता फेरि अर्को वीर गोर्खाली गएर राजावादीहरूकै बिचमा गएर हेर्नु त कस्तो वीरताका साथ आफ्नो विद्रोह गरिरहेका छन् हेर्नु त राजाकै बिचमा गएर राजाकै विरोध मान्नै पर्छ आठ त तैले गरेकै होस् माने त यो भाइले बहुत डिस्टर्ब गर्यो यो भाइलाई तपाईँको कुरा छ भने आउनुहोस् त यहाँ राख्नुहोस् त एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या रक्सी गएर झमेला हालिदिनलाई पठाउँछ के बोलेको त नि यस्तो रक्सी खाएर कुरा सुन्नु अर्को जडियाको हालत हेर्नु त त्यहाँ अर्को जडियाको हालत कस्तो भइरहेको थियो पुलिसको हल्दार साहब भराइरहेको प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागतको लागि भविष्यका कर्णधार विद्यार्थीहरूको विचार अनि आँतलाई पनि हेरौँ न त कस्तो छ राजाको बारेमा है राजा चाहिएन अहिलेलाई राजा म पनि शहीद बन्ने बन्ने त मर रन्डीको छोरा राजाको लागि गोली खाने यहाँ ठेके देश विकास गर्नु पर्यो कतै रोजगारको अभाव छ यहाँ पढाइ शिक्षाको अभाव छ पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन नहीं तुम्हारे गाड़ में चलूने पढाइ शिक्षाको अभाव छ को झोला बोकेर होइन कापी कलम बोकेर गएर अब शिक्षाको अभाव भयो रे अब यो विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ प्रधानमन्त्रीज्यू तपाईँ भनिदिनु पर्यो खुलस्त पारिदिनु पर्यो विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् विदेश जानु अब देशमा त काम छैन केही पनि अब प्रधानमन्त्रीले त मिलाउने कुरा त भएन काम खोज्ने होइन काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ अस्ति उहाँ एकजना टिचरले विद्यार्थीको गालामा तातो बन्नुले दाम दिएछन् अनि
भीमहाट नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन्। के पारा हो? म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ, मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन। तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान भन्दा पनि देशभित्रको जनताको अवस्था कस्तो छ भन्नु हो के? म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ, मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन भने तपाईँ मेरो आफ्नै ससुरबासँग सोध्नुहोस्। ल ससुरबा भनिदिनु पर्यो 2-4 शब्द। ल राजाको शासन यस्तो थियो म भनिन्छ, राजपरिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो। पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो। बोल्ने स्वतन्त्रता थिएन, सङ्गठन गर्ने स्वतन्त्रता थिएन। महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन। बुझ्नु राजाहरू त महिला चाहिन्छ भनेर उफ्रिराखन् त बजारमा अनि पर्यो कुरा। जब देश संहार हुन्छ तब महिला उठ्छन्। अब 15 वर्षमा के बनाइदिनु भयो त? कुन कुन ठाउँ बेच्नु भएको छ? खोला नाला सबै बेचिसके। यो पारी चाहिँ छैनै हो है। हाम्रो नेपाल भन्नु बाबु, हजुरको सबै पहिला नेपाल हाम्रो सरकारले बेच्यो क्या। सिर्मा सरकारले बेच्मा राजाले आउनलाई आओ ल्याइस राजा। राजालाई यहाँ नारायण हिटीमा ल्याउँदैछ। किन ल्याउने? राजा ल्याउनुको उद्देश्य के छ त? राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल बनाउन। अब सुन्नुहोस्, उहाँको अर्थोपदेश सुन्नुहोस्। आदित्यनाथ के पोस्टर लहर रहे। म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु। के बिग्रिन्छ त? मान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ। जो रात दिनै तपाईँको जाँड धोगेर आफ्नै सेलिब्रेटी बेच्न खोज्छ त्यसले राजा खोज्दैन। बस त्यति हो। राजाले के गर्यो भन्छन् के? अब पहिले राजा आएर के गरेका थिए त? सबैको मान्छेमा भनिदिनुहोस् राजाले के गरे भनेर। अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो, त्यही ठुलो कुरा हो नि। 65-66 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे, किनकि यो देशमा रोजगारी थियो, कल कारखाना थियो। पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँथे। विराटनगर जुट मिल थियो, हेटौडा टेक्सटाइल थियो, भिरकुटी काज कारखाना थियो। र आज के भयो? सरबका सब बन्द गर्ने। हामी कदापि यो भ्रममा नपरौँ कि विगतमा नेपाल ठिक थियो भनेर। विगतमा नेपाल ठिक थिँदै थिएन। त भन्छ अर्कोले अर्को भन्छ। अब कसको विश्वास गर्ने हामीले? विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन्। पहिलाको नेपाल त गोल्डन एरा भन्छन्। कसको लागि गोल्डन एरा? राणाको लागि कि राजाको लागि? नेपाल कहिले पनि धनी थिएन, कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन। केही कारोबार चलिरहेछ कि कसो भयो? भेलुबा चाहिँ तपाईँ यसो भनिदिनु पर्यो के छ कुरो? नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन। के किन हाँस्नु भएको तपाईँ? 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु। धेरै खुसी नहुनुहोस्, त्यो सब राप्रापाले गर्दा भएको। राप्रापाले गर्दा अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको होइन। अप्ठ्यारो पनि लाग्दो रहेछ के मान्छेलाई अगाडि गएर भिडमा फोटो खिच्छ। कसको मिहिनेतले होइन के, राप्रापाले गर्दा भएको अरे यो सबै। त्यतिकै हावामा हुन्छ। अनि महानगरलाई जरिमाना तिरेको छ नि त, अनि तिनीहरूले नगरेर कसले गरेको भयो त? अनि राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन्। नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको। यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठे। ल्याउने भन्ने मान्छेहरूले नै बीचमा गएर विरोध गरिरहेका छन्। के को राजा ल्याउनुहुन्छ तपाईँले यहाँ? यिनीहरूले राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ? राजा र म गफ गर्दै सुरु दरबारभित्र पस्यौँ भने के गर्छन् यिनीहरू? कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे? म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो भने नारायण हिटी छिराउने। राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ। अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि? केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ, नारायण हिटीमा छिराउँछौँ, सिरपेज लगाउँछौँ। त्यो सिरपेज छुन मात्र गयो भने गोलीले चाहिँ नि सिनो छेडिन्छ। हाम्रो त राजाको सिरपेज लिएर नारायण हिटीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने हो। जस्ती गर्न खोज्यो भने नेपाली जनतालाई यो सही हुन्न। हामी जनताले दिएको छ ल्याउँछौँ। जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन। काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी। त माया चिक्नी बोलेर हुन्छ मुजी। If a king has to come, why does have it be like ज्ञानेन्द्र शाह? Please make someone else a king. किन ज्ञानेन्द्र शाह चाहियो? अरू राजा बन्न सक्दैन? हामी युवाले देशको भलो चाहने हो भने हृदयेन्द्रलाई राजा बनाऊ। लिलबुदालाई राजा बना। तेरी माया चिक्नी रन्डीको छोरो, त माया चिक्नी कुत्ता साला कुकुर। लिलबुदा दाई, लिलबुदा राजा भन, रन्डीको बहादुरको दोस्रो रूप। अब तपाईँ जङ्गबहादुर नै हो भनेर हामीले कसरी पत्ताउने? के छ प्रुफ? अब त्याजुङ्गा हेड पनि जङ्गबहादुर राणा हुँदैन, नत्र त हाम्रो पूर्व युवराज पारस शाहको पनि त अनि जुङ्गा हात लामो लामो अनि के भन्नुहुन्छ त तपाईँ उसको बारेमा? पारसले गर्दा खायो। तेरो गाजा खाइरहेछु माछिङे मैले। गाजा खानु ठिक हो। ठिक हो भन्न खोज्नु भएको?
खानुभन्दा गाँजा खानु ठिक हो भन्न खोज्नु भएको? अहिलेको पारस शाह वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो, जसको कुनै एम्बिसनै छैन। साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो। चाहिँ हेर्नुहोस् पारस यो सत्ता र यो परमानेन्टको लागि लायकै छैन। राजा आइसकेको छ। कहाँ छ? आउँदै हुनुहुन्छ। मेरा प्यारा देशवासीहरू तपाईँहरूलाई पशुपतिनाथले कल्याण 5वटा मात्रै राजा रहनेछन्, एउटा बेलायतमा र 4वटा खेल्ने तासमा। खेल्ने तास मध्ये 2वटा चाहिँ जोकर हुन्छ। त्यो जोकरमा चाहिँ एउटा जोकर चाहिँ तपाईँ हुनुपर्छ। हामी राजावादी भएर राजा फर्काउनै पर्छ। के गर्ने राजा फर्काउ? भएर के बोलेको थियो? बिल्कुल नेपालमा राजा तपाईले देख्नु भएको को राजा? राजा ज्ञानेन्द्र शाह त हो नि, थाहा छ नि तपाईलाई? ज्ञानेन्द्र त फटा हो, आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हो। हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा। ज्ञानेन्द्र का एउटा छोरो पाल्न छैन यदि राजा खान पाइन्छ। भएर के बोलेको थियो? तपाई त राजावादी हो तर राजावादी हो, पृथ्वीनाथवादी हो, वीरेन्द्रवादी हो, महेन्द्रवादी हो, ज्ञानेन्द्रवादी होइन। मुकुन्दजी अब तपाईँ नै भन्नुहोस् त्यो विषयमा के भन्न चाहनुहुन्छ? राजतन्त्र सामन्ती संस्था हो, त्यो सिद्धिसकेको नर्क हो। त्यही पनि वीरेन्द्रको राजतन्त्र भएको भए, जितेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे, सहन्थे पनि। अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन। राजा चाहिएन अहिलेलाई, राजा आऊ। यो विषयमा केटाकेटी अनि भुराभुरीको कुरा भन्दा पनि अब बुढापाकाहरूको कुरा सुनौँ, के कस्तो राय सल्लाह आउँछ, पुराना मान्छेहरूको विचार पनि सुनौँ। यहाँ सबैले अब जान्न चाहनुहुन्छ, सुन्न चाहनुहुन्छ, बुढा बाजेको कुरा पनि सुनौँ। ल सुनौँ सबैले एउटा सुनौँ। राजा ल्याउन पार्ने हुन्थ्यो, यसरी लुटेर खाँदैन थिए। राजा त ज्ञानेन्द्र राजा भनेको वीरेन्द्र मात्रै हो, वेदको राजा वीरेन्द्र हो। वीरेन्द्रलाई पो लगेर चलाइयो त, ज्ञानेन्द्र त जिउँदै छन्। वीरेन्द्रलाई फर्काउनु स्वर्गबाट ल्याउनुहोस्, ल हामी मान्छौँ। सम्बोधन